अगाडि हाम्रो ग्याङ। बाटो चाहिँ स्लिपरी छ यस्तो। गए दुईटा हाम्रो गाइजहरू। मजा आइरहेछ, मजा माथि उस लागेको छ। गुड। माइ गड, हामी यति खतरा बाटोमा आएछौँ। काम हुँदैछ माथि। आम स्क्रिन नै आउँछ। ब्रेक टाइम। ओ माथिबाट पानी खोज्दैछ। हामी पुग्यो देउराली। हाम्रो लोकेसन देउराली। अहिले हामी जान लागेको 5 पोखरी। अरुण चौधरी बच्चा चक्लेट दिँदैछन्। थ्याङ्क यू भन नि त। वेलकम वेलकम भन तिमी। कसको नाम माइला? ओहो ल भयो खाना। चौधरीको खाना। हामी छौँ अहिले देउराली। जाँदैछौँ 5 पोखरी। काठमाडौँबाट चाहिँ 7 बजे हिँडेर हामी 1:30 बजीतिर पुग्यौँ। अब खाना खाएर हिँड्न लागेको 2:45 भएको छ। अब हामी हिँड्ने बाटो चाहिँ यता छ। हामीहरू चाहिँ हिँड्यौँ। कता गयो एकजना अगाडि, म छु यता। यसै ठाउँमा बोर्ड राखेको छ। यता छन् सानो, यो म, यो अरुण चौधरी, सन्तोष, विनोद। ओ माइ गॉड मेरो फस्यो। झरना झरना। यति टाढा छन् तिनी। मजा आइरहेछ हिँड्न। सुपिरहेर पुग्यो 3 घन्टा 15 मिनटमा। कहाँ ओइ फोटो खिच्दैछन्। ल जुम गरिदिन्छु। यता खिच्दैछ। यो के हो यो चाहिँ टुप्पी डाँडा। फाइनली हो 1 2 1 2 1 2। पुग्ने हजुर अर्को ग्रुप आएर पछाडि 8 जनाको उनीहरूलाई गाह्रो भइरहेछ कि हाइ भन्दा टाङ्गु खर्कु भन्ने ठाउँमा आज हामी त्यही बस्ने डे 1। बाटो चाहिँ छ यस्तो। आऊ आऊ मजा आइरहेछ मजा। हामी चाहिँ हिँड्यौँ 5:30 भयो टुप्पी डाँडाबाट टाङ्गु खर्कु पुग्ने भनेको। आज हेर कति टाइम लाग्छ। यसको म अगाडि छु फर्स्टमा, मेरो ग्याङहरू पछाडि छन्। उता छन् हाम्रो गाइजहरू। कमन कमन।
या 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 घर घर बाबा माई गॉड ती मजा आएछ दादा यतासम्म हामी दुईजना लुक ओ माई गॉड हामी यहीँ बस्ने आज ए टाङ्गु होटेलमा ठ्याक्कै पुग्यौँ पानी नि पर्न थाल्यो टाङ्गु खर्क चाहिँ हामी टुप्पी डाँडाबाट 30 मिनटमा पुग्यौँ होटेल होटेल चाहिँ राम्रो रहेछ वा पानी नि कस्तो ठ्याक्क पऱ्यो ठ्याक्क पुग्नु हामी चाहिँ होटल पुगेर नुहाएर फ्रेस भएर खाना खान लाग्यो खाना खाएर अब रेस्ट गर्ने आजको लागि बाई बाई गुड नाइट डे 2 हिँड्न लागे हामीहरू ठ्याक्क 7 बजे छ हामी हिँड्यौँ भयो यहाँबाट आज माथि पुग्छौँ हामीहरू छन् अरूजना गए अगाडि लेट्स गो टोलीहरू Wow. Ooh. Tara ayo. Oh my god. ठ्याक्क 1 घन्टामा हामी यहाँ पुग्यो के भन्छन् झुलुङ्गे पुल ल यता जाने एकजना गइसक्यो म यता छु एकजना यता छन् एकजना उता छन् एकजना यता छन् यो हो बाटो उकालो यता टी सप छ बन्द छ रेस्ट गरौँ 5 रुपियाँ छ 5 रुपियाँ झरेको
भेडा आउँछन् भेडा ए यस्तो हेरेर लाइन लाग्यो यिनी पनि कसै यिनी पनि आफ्नो डिसिप्लिनमा हिँड्छन् कि होइन 2 घन्टामा रातो माटो लामा होटल पुग्यौँ यता जाने सानो पुरा आयो म छु यता गाइजहरू छन् पछाडि सो स्विट नखर बढाएको रहेछ वाह त्यहाँ भिडियोको लागि क्यामेरा सेट हुँदैछ म हजुरलाई के देखाउँछु ल छ व्हाइट लाडी गुराँस चिलिक्क घाम लागेको छ हामी चढ्दैछौँ माथि डाँडा म अगाडि छु गाइडहरू चाहिँ पछाडि छन् वाउ पिङ्क लाडी गुराँस ठाडै उकालो छैन नि यो हो ढुङ्गा चट्टान माथिसम्म क्यामेरा नै माथि उल्टो घाउनु परेछ माइ गॉड बाटो त पुरा डेन्जर छ खतरा ढुङ्गा ओ माइ गॉड कोई बात नहीं डर के आगे जीत है आओ पुगिसक्यौँ स्टेप छैन अब हेर्नु न पुरा मोबाइल उल्टो छ बादल जस्तै म देखाउँछु जादु लाली गुराँस यति नजिकै आँखा अगाडि हामी यति माथि छौँ ठाडो उकालो छ के गर्नु हामी जाने अब चढ्ने अब लेट्स गो अहिलेसम्म हामी कति 32 या 33को हाइटमा छौँ कति ठाडो हो कि उल्टो गइरहेछ जस्तो ल अबि हम यहाँ एकछिन रेस्ट गर्छौँ ल यो के अरे चक्कर डाँडा पुग्यौँ कति बज्यो 10:05 छ हामी चक्कर डाँडा पुग्यौँ यसो ल्याउनुपर्छ सामान चक्कर डाँडाबाट हिँड्यौँ लेट्स गो चढौँ साथीभाइहरू चढौँ के पुरै जाडो भयो चिसो हावा चल्दैछ उताबाट आयो हामीहरू अड्डेको ठाउँ त जाने पहाड 10:35 हामी यहाँ पुग्यौँ टाप खर्क भन्ने ठाउँ हिँडिहालौँ 3407 मिटर वाउ
नोस्याम पार्टी भन्ने ठाउँमा पुग्यो यो नोस्याम पाँच पोखरी होटेल। Let's go. तलदेखि आएको हामीहरू। यो नुस्याम पार्टी होटलमा चाहिँ कति भिड थियो, खाना बनाउनु 2-2.5 घन्टा लाग्छ भनेर हामी चाहिँ करेन्ट नुडल्स खाएको। नुस्याम पार्टीबाट हामीहरू हिँड्नु लाग्यो। 1 बज्दैछ, 1:10। लेट्स गो। उता पुगेछन् मान्छे रेनकोट लगाएर पुगेछन्। 5X देखाउँछु ल। फुल वाउ। यहाँ चाहिँ छ मन्दिर। बाटो चाहिँ उकालो 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 हुँदै गएको छ। हामीहरू यता 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 हिँड्दैछौँ। बाटो त पुरै ढुङ्गै ढुङ्गा, चट्टानै चट्टान भएको बाटो छ है। पुरा हामी त बादलमाथि बादल उड्दैछ। सात घुम्टी पुग्यौँ। पानी पर्दैछ, के देखेको छैन। यता छ बाटो, केही पनि देखेको छैन है। बल्ल देख्यो। यता 7 घुम्टी बाटो, पानी पर्दैछ। लेट्स गो साथीहरू। टाढै उकालो छ उता। 0.5, 1, 2, 5X मा यस्तो देखिन्छ। 5X मा 1 मा गाउँछु ल। ओ माई गड, यता चढ्दै थियो कस्तो ठाडै उकालो हो कि। यहाँ जम्मा जाने छ, ठाडै उकालो। माई गड, हामी त्यहाँ घर भएको ठाउँमा पुग्ने हो। 0.5X मा छ यो। 1X, 2X, 5X। हामी यहाँ पुग्ने हो। यस्तो छ यो सिडी, यस्तो छ यस्तो यो सिडी सिधा। यस्तो पनि यस्तो छैन, यस्तो सिधा। लुकेट लौरी बिना पुग्यौ। 3:30 मा यो सिडी 6 मिनटमा क्रस गरेको। लौरी बिनाबाट भ्यू हेर्नुहोस् ल। ओ माई गड, वाट अ भ्यू। कडा छ यो, के कराको हो। ब्युटिफुल फ्लावर फर ब्युटिफुल गर्ल। गर्ल मिन्स मी। माथि जाने अझै कडा छ है, कडा साथीहरू। हामी यहाँ आयौँ। के ठाउँ हो यो? मानी। ओ माई गॉड, कडा। ओ फाइनली 4:30 बजीतिर 5 पोखरी पुग्यो ल। लोकेसन चाहिँ यही हो। माथि जाने हो। अघि त क्लियर थिएन, निरो पोखरी देखिरहेको छौ। हामी चाहिँ यही होटलमा बसेको। फ्रेस हौँ। हामी छौँ अहिले 5 पोखरी। म पोखरी देखाउँछु ल। 1, 2, 3, 4,
5 ढान्ड्यान हामी चाहिँ 5 पोखरी हिउँ पर्यो आज चाहिँ डे 3 म यता 5 पोखरीको तालतिर घुम्दैछु यो 4 हो उता एउटा उता 5 छ पहाडै पहाड यति राम्रो ठाउँ बिहान हिँड्न मजा आउँदैछ चिसो मौसम ओहो